नमस्कार। नमस्कार। योपालिको जुन चुनाव भइरहेको छ, योपालि जुन चुनावमा लडिरहेका छन्, योपालि हजुरको विषयमा के छ त? कसलाई भोट हाल्दा चाहिँ बेस्ट होला जस्तो लाग्छ त? यहाँ हुन त म नेपाली कम्युनिस्ट पार्टी हो। हाम्रो यहाँ क्यान्डिडेट अलिक कमजोर छ, तर हामी समर्थन नेपाली कम्युनिस्टको हो। नेपाली कम्युनिस्ट पार्टी हो। त्यही पनि हजुरको योपालि भोट चाहिँ कसलाई चाहिँ दिँदाखेरि बेस्ट होला जस्तो लाग्छ त? हुन त सबै ठिकै छ, तर हाम्रो त्यही हो, नेपाली कम्युनिस्टै हो। उहाँको के छ, तपाईँको के छ विचार? उहाँ त झप्पाबाट लड्नु भएको छ। यहाँ अमरेश सिंह छ, तर अमरेश सिंह अनुहार एउटै हो, तर उसको पुच्छर रङ्गेको छ। तर त्यो भट्टाचार्य के त्यो राम्रो छैन। हजुरलाई मतलब घन्टी छापमा हजुरको व्यक्ति भएको भए बरु, तर त्यो अमरेश सिंहलाई हामी गर्दैन। हस्, धन्यवाद। हजुर नमस्ते। योपालिको जुन निर्वाचन भइरहेको छ, योपालि जुन चुनाव भइरहेको छ, योपालिको चुनावमा चाहिँ तपाईँलाई कसलाई चाहिँ भोट हाल्दा ठिक होला जस्तो लाग्छ त? हजुर कसको समर्थकमा हुनुहुन्छ त? हामी त सबदिन से कांग्रेस या थिए। अब अखनी अब केकर भोट दी अभी त कोई थाहा नहीं। त्यही त योपालिको चुनावमा चाहिँ हामीले कसलाई भोट हाल्दाखेरि चाहिँ अलिकति राम्रो हुन्छ र कसले चाहिँ हाम्रो नेपाललाई अलिकति सुधार्छन् जस्तो लाग्छ त? नेपाल के सुधार के लेल नया चुनाव चाहिए। नया चुनाव भेल है कति घंटी छाप हजुरको पक्षबाट चाहिँ घन्टी छापमै भोट हाल्दा ठिक हुन्छ है? हाम्रो योपालि बालन सरकार आउनु पर्यो। अनि यो गाउँको माहौल के छ त? यो गाउँमा चाहिँ मान्छेहरू बेसी कसलाई चाहिँ भोट हाल्छन् जस्तो लाग्छ त? माहौल अब कोही थाहा नभए। तपाईँलाई थाहा छैन? अनि तिम्रो घन्टी छापै हो? अनि हजुर घन्टी छापै हो? हस्, बहुत बहुत धन्यवाद है। योपालि हामीले बालन सरकार अगाडि ल्याउनुपर्छ है। हस् हस् हस्, धन्यवाद। के छ हजुरको हालखबर? ठिकै छ। योपालिको जुन चुनाव हुन गइरहेको छ, योपालिको चुनावमा चाहिँ हामीले तपाईँ चाहिँ कसको समर्थनमा हुनुहुन्छ त? कसलाई भोट दिँदाखेरि चाहिँ अलिकति राम्रो होला जस्तो लाग्छ त? म त गाउँ हेरालाई दिन्छु। कसलाई दिनुहुन्छ? ए हजुर, गगन थापालाई दिनुहुन्छ है? ए हस्, त्यसो भए सबैलाई नमस्ते है। योपालिको जुन चुनाव भइरहेको छ, योपालिको चुनावमा चाहिँ हजुर कसको समर्थनमा चाहिँ हुनुहुन्छ त? कसले चाहिँ जित्ला जस्तो लाग्छ त हजुरलाई? कसलाई चाहिँ जिताउनु पर्ला जस्तो लाग्छ त हजुरको विचारमा? गगन थापा जित्छ। हजुरको विचारमा गगन थापा है? हजुरहरूको विचारमा गगन थापा नि हो? हजुरको विचारमा? त्यही एउटा समर्थनको लागि मात्रै हामी सोध्दै हिँडेको होइन। अनि हजुर चाहिँ कुन समर्थनमा हुनुहुन्छ भनेर मात्रै सोधेको, त्यसको लागि बहुत धन्यवाद है। हस्, पहिला सुरु तपाईँलाई नमस्ते। नमस्ते। अनि के छ हजुरको हालखबर? योपालिको जुन हाम्रो निर्वाचन हुन गइरहेको छ होइन, प्रतिनिधि निर्वाचन हुन गइरहेको छ, योपालिको निर्वाचनमा चाहिँ हजुर चाहिँ कसको समर्थनमा हुनुहुन्छ त? अब के भन्नु, हामी त बालन दाइको समर्थन। हजुर बालन दाइको सहमतिमा है? ए हस्, धन्यवाद। ल, पहिला सुरुमा सबैलाई नमस्कार। योपालिको जुन हाम्रो निर्वाचन हुन गइरहेको छ होइन, योपालिको जुन हाम्रो निर्वाचन हुन गइरहेको छ, यो निर्वाचनमा चाहिँ हजुर कसको समर्थनमा हुनुहुन्छ त? बालनै शाहको चलिरहेछ। त्यसो भए हजुर बालन शाहको समर्थनमा हुनुहुन्छ है? अनि यो हाम्रो गाउँको के छ त? गाउँको माहौल चाहिँ के छ त? यो गाउँको माहौलमा चाहिँ गाउँको माहौल त पनि उसैको हो, जति जेनजी साथीहरू छ सबै त उसैको सपोर्टमा छ। ए बहुत धन्यवाद है। पहिला सुरुमा त यहाँहरू सबैलाई नमस्ते। योपालिको जुन हाम्रो निर्वाचन चुनाव हुन गइरहेको छ, योपालिको निर्वाचन चुनावमा चाहिँ तपाईँहरू चाहिँ कसको समर्थनमा हुनुहुन्छ त? म त घन्टी छापको। हजुर घन्टी छापको। घन्टी छापै हो? हजुर घन्टी छापको। किन चाहिँ घन्टी छाप चाहिँ? घन्टी छाप अब तपाईँ हेर्नु भएन कस्तो भइरहेको देशमा। देशमा त परिवर्तन चाहियो। अब यो डाकाहरू पुरै लुटिसके, अब परिवर्तन त चाहियो। त्यही भएर अब हामी घन्टी छापमा चाहिँ लाग्ने। अनि यो हाम्रो गाउँको माहौल चाहिँ के होला त? हाम्रो गाउँको माहौलमा चाहिँ कुन छाप चाहिँ बेसी होला त? पहिले त सबै थियो होइन, एमाले काङ्ग्रेस सबै, अहिले सबै घन्टी
अनि सबैजना घन्टी है? ए हस्, त्यसमै धन्यवाद। पहिला सुरुमा तपाईँलाई नमस्कार। नमस्कार। अनि के छ त हजुरको हालखबर? हजुर ठिक छ, तपाईँ आफ्नो भन्नुहोस्। हाम्रो पनि ठिकै छ। अहिलेको यो जुन निर्वाचन भइरहेको, निर्वाचनको जुन हुन गइरहेको छ, चुनाव हुन गइरहेको छ, यो पालिको चुनावमा चाहिँ तपाईँ कसको समर्थनमा हुनुहुन्छ त? हामीहरू घन्टी साहबको, घन्टीलाई दिने यसपालि। घन्टीलाई नै दिनुहुन्छ होइन? किन चाहिँ घन्टी चाहिँ? किनभने हाम्रो अहिले जुन भर्खर बितेको घटनाहरू छ नि, त्योको मध्यनजर राख्दै हामीहरू आफ्नो जुन नयाँ पिँढीहरूलाई दिने चुनाव दिएर नयाँ संरचनाहरू निर्माण गर्नेको लागि त्यो दिनुपर्छ भनेर। अनि हाम्रो यो एरिया चाहिँ के छ त? हाम्रो यो जुन एरिया छ, यो एरिया चाहिँ के छ त? यो क्षेत्र नम्बर 4 हो। यो 4 मा हामीहरू जस्तै अब भोट बनेको गगन थापा काङ्ग्रेसबाट लड्नुहुन्छ, अनि स्वतन्त्र पार्टीबाट अमरेश सिंह थापा, अमरेश सिंह, अनि त्यो के भन्छ घन्टी छापबाट हाम्रो एउटा दाइ उभ्नु भएको छ, अहिले त्यति नाम थाहा छैन, तर उहाँलाई नै भोट दिन चाहन्छु हामीले। ए हस्, धन्यवाद। थ्याङ्क यू। हजुर नमस्ते। नमस्ते। सबैलाई नमस्ते है। अहिलेको जुन यो हाम्रो चुनाव हुन गइरहेको छ, अहिलेको चुनावमा चाहिँ हजुर कसको समर्थनमा हुनुहुन्छ त? हामी त नेपाली काङ्ग्रेसको मान्छे हो। पार्टी त छोडेर जान मिल्दैन, तब पनि यो देशमा शासन चलाउने मान्छे छैन। यो देशमा अहिले नेताहरूले भन्छ कि म जितेर यो गर्छु ऊ गर्छु, सबै नेता एकै ठाउँमा बस्छ, एउटै काम गर्छ, जनतालाई मुला बनाएर आफ्नो नातागोता, आफ्नो भाइ बन्धुलाई बचाउँछ। जनतासँग केही सौकासै छैन। जनतालाई चिन्ने नेताहरू होइन, आफ्नो नातागोता, आफ्नो पैसा कमाउनको लागि मात्रै नेतृत्व गरिरहेछ। हजुर चाहिँ समर्थन चाहिँ कसको हुन्छ त? अनि यो हाम्रो गाउँको माहौल चाहिँ के होला त? अब हामी त नेपाली काङ्ग्रेसको मान्छे हौ, हामी त नेपाली काङ्ग्रेसको समर्थन गर्छौँ। अनि हाम्रो यो टोलको चाहिँ, हाम्रो यो गाउँको चाहिँ? अब हाम्रो गाउँको मान्छे यहाँ धेरै तरिको मान्छे छ। अब कसलाई कहाँ जान्छ, अहिले टाइम छ धेरै, कहाँ जान्छ परिस्थिति ठेगानै छैन। ए हस्, धन्यवाद। उसो भए धन्यवाद। हजुर नमस्ते। नमस्ते हजुर। के छ हजुरको हालखबर? मेरो हालखबर ठिकै छ। अनि हाम्रो यो जुन अहिले चुनाव हुन गइरहेको छ, प्रतिनिधि सभाको चुनाव हुन गइरहेको छ, यो चुनावमा चाहिँ हजुर कसको समर्थनमा चाहिँ हुनुहुन्छ त? अब हेर्नु, त्यसले खुलेर भन्न सकिँदैन। अहिले डाइरेक्ट अहिले खुलेर भन्यो भने त्यो त मिल्दैन। त्यो त अब जुन समय आउला, जस्तो समय आउँछ त्यस्तो गर्न सकिन्छ, अहिले भन्न सकिन्छ होइन। मतलब समर्थन अब हुन्छ नि, यसले गर्दाखेरि चाहिँ अलिकति राम्रो हुन्छ, यसले गर्दा राम्रो हुन्छ भनेर हजुरको कुनै विचार त हुनसक्छ नि त, त्यो हिसाबले भनेको। त्यो त पछि हुन्छ हजुर, अहिले भन्न सकिँदैन। त्यो एकदम ग्यारेन्टी भन्न सकिँदैन है। अब माहौल ठिक छैन, भन्न सकिँदैन। अहिले यो मिडियामा राखिराखेर भन्न सकिँदैन। ए हस्, त्यसो भए धन्यवाद। पहिला सुरुमा त हजुरहरू सम्पूर्णमा नमस्ते। नमस्ते। अनि के छ त हजुरहरूको हालखबर? योपालि जुन हाम्रो चुनाव हुन गइरहेको छ, योपालिको चुनावमा चाहिँ हजुर कसको समर्थनमा चाहिँ हुनुहुन्छ त? हामीहरू त घन्टीको समर्थनमा छौँ। हजुरले घन्टीको समर्थनमा हो? घन्टी। हजुर चाहिँ कसको समर्थनमा हुनुहुन्छ? घन्टी छ। घन्टी नै हो। हजुर? घन्टी नै। घन्टी नै हो। किन चाहिँ घन्टी त? घन्टी भनेको अब यो नयाँ छ, नयाँ पार्टी आछ। अब यो यति सबैलाई त हेरिसक्यो। अब यो नयाँलाई हेर्नु पर्यो, परिवर्तन केही गर्छ कि भनेर। ए परिवर्तनको लागि देशमा पुरै परिवर्तन ल्याउँछ भनेर हाला छ घन्टीको, त्यही भएर हामी घन्टी ल्यायौँ। ए सबैजना घन्टीलाई है? हजुर। अनि यो हाम्रो एरियाको चाहिँ के छ? हाम्रो यो जुन एरिया छ यसको लागि चाहिँ के छ त? हाम्रो एरियामा त त्यही घन्टीको नै धेरै चर्चा छ। घन्टीको धेरै चर्चा छ है। हस्, धन्यवाद।